नदीको छ। एकदम महत्त्वपूर्ण छ यो वार्ड पनि। ल नेपालको सबैभन्दा ठुलो नदी कुन हो भन्ने पहिलो प्रश्न रहेको छ। अप्सन एमा के छ? कोशी। नेपालको सबैभन्दा ठुलो ताल कुन रहेछ? कोशी रहेछ। कोशी नदी कहाँदेखि कहाँ अवस्थित छ? पूर्वमा कञ्चनजङ्घादेखि पश्चिममा लामटाङ हिमालसम्म छ कोशी नदी। र कोशी नदीको बहाव क्षमता कति छ भन्दाखेरि 1564। 1564 15 भनेको 15 15 पछि 16 को 6 मात्रै, अनि 15 अगाडि 4 14 को 4 मात्रै। ल 1564 रहेको छ। 1.64 1564 कोशीको जल बहाव क्षमता। र कोशी नदीको विद्युत उत्पादन गर्ने क्षमता 22,000 मेगावाट रहेको छ है। र कोशी नदीको लम्बाइ कति छ भन्दाखेरि 720 किलोमिटर छ। र कोशी नदीलाई भारतमा के भनिन्छ भन्ने प्रश्न पनि आउन सक्छ तपाईलाई। कोशी नदीलाई भारतमा चाहिँ दामोदर भनेर चिनिन्छ। र कोशी नदीका सहायक नदीहरूको सबैभन्दा ठुलो नदी अरुण हो है। र कोशी नदीका सहायक नदीहरूमध्ये सबैभन्दा ठुलो नदी कुन हो? अरुण। यो मैले भने भर्खरै। विश्वको सबभन्दा उच्च ठाउँबाट बग्ने नदी कुन हो? अरुण नदी हो, जुन उचाइको हिसाबले हेर्ने भने 27,690 फिट अथवा 8,012 मिटरबाट बग्दछ। र कोशी नदीका सहायक नदीहरूमध्ये सबैभन्दा सानो लिखु। लिखु नदीलाई चाहिँ बरुवा वा बर्दा पनि के भनेर चिनिन्छ। र बालुवा ओसार्ने एसियाको दोस्रो ठुलो नदी कोशी नै हो। पहिलो चिनको वाङ्गो। यो सबैले थाहा पाइराख्ने पुरा अति आवश्यक कुरा हो। पहिलो वाङ्गो, दोस्रो कोशीले एसियाको सबैभन्दा धेरै बालुवा बोक्छ। ल अब कोशी नदीका सहायक नदीहरू, केही सहायक नदीहरू छन्। सहायक नदीहरू तमोर होइन, उद्गम स्थल, सांस्कृतिक नाम सँगै छ। यो यति यहाँभन्दा पढ्न मजा तपाईँ खोज्नुहुन्छ भने मेरो भन्नु केही छैन। ल सहायक नदी तमोरको उत्पत्ति स्थल तिब्बत, संस्कृति नाम दुःखदी साह्रै टेन्सन दि होइन। अरुणा तिब्बत नै हो। महापर्वा दुधकोशी, दुधकुण्ड, भद्रावती, लिखुको रोलवाङलिङ, हेमगङ्गा, तामाकोशीको तिब्बतै हो, अनि सुनकोशीको तिब्बतै हो, इन्द्रावतीको जुगल हो, सत्यवाहिनी। ल अब छ गण्डकीको बारेमा छ। नेपालको सबभन्दा गहिरो नदी, एउटा ठुलो नदी, एउटा गहिरो नदी। गहिरो नदी गण्डकी। गण्डकी प्रदेश कहाँदेखि कहाँसम्म फैलिएको छ? ओहो, प्रदेशको गण्डकी प्रदेश पूर्व लामटाङ हिमालदेखि पश्चिम धौलागिरी हिमालसम्म गण्डकी प्रदेश होइन, गण्डकी नदी हो यो चाहिँ। गण्डकीको बहाव क्षमता कति छ भन्दाखेरि कति छ? 1713। कोशीको कति थियो? 1564। यो चाहिँ थाहा पाइराख्ने। अनि गण्डकी नदीको विद्युत उत्पादन क्षमता कति छ? 21,000 मेगावाट। कोशीको कति? 22,000। गण्डकी नदीको लम्बाइ कति छ? 338 किलोमिटर। माथि त्यसको कति थियो? 700 कति थियो? 20 किलोमिटर। 720। गण्डकीको कति? 338। ल थाहा पाइराख्ने, फेरि बिर्सने होइन, पछि आउँछ। गण्डकी नदीलाई तराईमा के भनिन्छ? नारायणी भनिन्छ तराईमा। र गण्डकी नदीको सहायक नदीहरूमध्ये सबैभन्दा ठुलो नदी कुन हो? कालीगण्डकी। कोशीको कुन थियो? अरुण थियो। सानो कुन थियो? लिखु थियो। ल यो कुरा पनि थाहा पाइराख्ने। गण्डकी नदीको सहायक नदीमध्ये सबैभन्दा सानो नदी कुन हो? कालीगण्डकी, जहाँ शालिग्राम पाइन्छ। विश्वको एक मात्रै शालिग्राम पाइने नदी पनि कालीगण्डकी हो। सामान्य ज्ञान फेरि 10 चोटि पढिराख्नु परेन, एउटालाई कनेक्ट गरेर पढ्नुहोस्। गण्डकी नदीका सहायक नदीहरू छन्। फेरि एकै नदीले सर्वत हुँदैन, सहायक नदीहरू मिसिया हुन्छन्। अब हेरौँ सहायक नदी, उद्गम स्थल र सांस्कृतिक नाम। त्रिशुलीको उद्गम स्थल तिब्बत हो, धर्मधारा भनेर चिनिन्छ। बुढी गण्डकीको गणेश हिमाल हो, यशोधारा भनेर चिनिन्छ है। धरौदीको बुद्ध हिमाल हो, विश्वधारा भनेर चिनिन्छ। दामोदर हिमालको शीतप्रभा होइन। मादीको कम्फुचे हिमाल माण्डवी। र अन्नपूर्णको कहाँ? शुभप्रभा। दामोदर कुण्डको कहाँ? कृष्ण गण्डकी। फेरि तपाईँलाई भिडियो कस्तो लाग्न सक्छ भने चाहिँ यसले त किताब फोटोकपी गरेर भिडियो बनाइरहेछ, के पढ्ने नसोच्नु होला। एकदम महत्त्वपूर्ण छ। तपाईँलाई चाहिएको किताबको हो कि के को? तपाईँले चाहिएको भनेको कन्टेन्ट योमा सफिसियन्ट छ। त्यही भएर भिडियो अन्तिमसम्म हेर्ने, नहेरे भने मलाई केही छैन, आफै पछुताउनुहुन्छ भोलि। ल कर्णालीको, अब कर्णालीको बारेमा। नेपालको सबभन्दा लामो नदी भन्ने कुरा पनि थाहा छ। नेपालको सबभन्दा लामो नदी कुन हो? कर्णाली होइन। कर्णाली नदीको अवस्थिति कहाँ छ भन्दा पूर्व धौलागिरीदेखि पश्चिम ब्यास हिमालसम्म छ। अब कर्णाली नदीको विद्युत उत्पादन क्षमता कति? 32,000 मेगावाट। कोशीको कति? 22। गण्डकी कति? 21। अनि कर्णालीको कति? 32। अब कर्णाली नदीको विद्युत क्षमता यो भयो। अब लम्बाइको कुरा गर्नुपर्दा कर्णाली नदीको लम्बाइ कति छ? 507
जम्मा हेर्नुहोस् कर्णाली नदीको लम्बाइ कति छ 507 किलोमिटर। अघि कति थियो कोशीको कति 720, गण्डकीको कति 338 र कर्णाली नदीको लम्बाइ कति 507 किलोमिटर। ल कर्णाली नदीलाई भारतमा यो के भनिराख्नु पर्यो तपाईँहरूलाई घागरा होइन। र कर्णाली नदीको सहायक नदीहरूमध्ये ठुलो नदी कुन हो भन्दाखेरि यो चाहिँ हुम्ला कर्णाली। अब गण्डकीको सबैभन्दा ठुलो अरुण, थाहा पाइराख्नुहोस्, सरी अरुण के अरे कोशीको सबैभन्दा ठुलो अरुण, अनि गण्डकी कोशीको सबैभन्दा सानो लिखु। त्यसपछि कुरा आयो हाम्रो केसको, कुरा आयो हाम्रो गण्डकीको। गण्डकीको सबैभन्दा नदीको सबैभन्दा ठुलो नदी के थियो काली गण्डकी थियो। सानो दरौदी ठुलो काली गण्डकी, यो कुरा थाहा पाइराख्ने। अब कर्णाली नदी एक्लै महाशय हुनुहुन्न, उहाँ धेरैसित मिसिएर बन्नु भएको छ। त्यही भएर अब हेर्नुहोस् सहायक नदी उद्गम स्थलको कुरो छ। उद्गम स्थल धौलागिरी, सानो भेरी धौलागिरी, ठुलो भेरी मुकुट चुरे, मुगु कर्णाली, लद्दाख, तिला जुम्लाको लेकमा, हुम्ला कर्णाली तिब्बतमा, बुढीगङ्गा जगदुल्ला, सेतीगङ्गा सैपाल, यिनीहरू के हुन् उद्गम स्थल हुन्। सो मोस्ट इम्पोर्टेन्ट थिङ फर लोकसेवा प्रिपेयर गरिराख्नु भएको स्टुडेन्टको लागि। अब यो अघिको फेरि बाँकी रहेको तालहरू आउनुभयो। अघि उहाँहरूले बाटो बिराउनु भएको थियो, अहिले आउनु भएको छ, त्यही भएर हामीले यसलाई स्केप हानिदिउँ। ल खनिज पदार्थको कुरो छ, यसको बारेमा भोलिको भिडियोमा हामी छलफल गर्छौँ। त्यसपछि पहाड छ, पहाडको अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ओरोलोजी। ओरोलोजी भनेको ओह्रालो लागेको जी भनेको यो। माछापुच्छ्रे हिमाल आरोहण बन्द कहिले भयो विक्रमसम्म 2020 फागुन 5मा, खुलेर पनि बन्द भइसक्यो फागुन 5मा 2020को। नेपालको सर्वप्रथम हिमाल आरोहण खुल्ला कहिले गरिएको भन्दाखेरि सन् 1949 अन्नपूर्ण हिमालबाट सुरुवात गरिएको थियो। ल नेपालमा हिमालहरूको तथ्याङ्कबारे नेक्स्ट भिडियोमा कुरा गर्छौँ। भिडियो कस्तो लाग्यो लास्टसम्म हेर्ने, नहेर्ने भए पनि केही छैन, जबरजस्ती